आदरणीय केन्द्रीय संयोजक, नेपाल सरकारका पूर्व प्रधानमन्त्री, हामी सबैको अभिभावक, यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय पुष्पकमल दाहाल प्रचण्डज्यूलाई आफ्नो महत्त्वपूर्ण भनाइ राखिदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। कार्यक्रमका अध्यक्ष तथा गण्डकी प्रदेश समितिका संयोजक कमरेड, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित हाम्रो पार्टी केन्द्रीय समितिका सह संयोजक कमरेड माधव कुमार नेपाल, केन्द्रीय संयोजन समिति र केन्द्रीय समितिका सबै सहयोद्धा कमरेडहरू र यो प्रदेश समितिको बैठकमा उपस्थित सम्पूर्ण प्रदेश समितिका सदस्य र अन्य कमरेडहरू, यहाँ अहिले आउनुभएको कि पत्रकार साथीहरू हो कि तपाईँहरू पार्टीकै साथीहरू हो, मैले त्यो त्यति मेसो पाइनँ। हजुर, पत्रकारहरू सबै हो, पत्रकारहरू क्या? ल, पत्रकार साथीहरू पनि तपाईँहरू सबैलाई पार्टी केन्द्रको तर्फबाट र संयोजकको हैसियतले मेरो तर्फबाट क्रान्तिकारी अभिवादन। कमरेडहरू, आज बिहान झरी पर्ला जस्तो थियो, प्लेनै चल्ने हो कि होइन भने जस्तो पनि भएको थियो, अनि चारैतिर ठुलो वर्षा हुने भविष्यवाणीहरू पनि भइरहेको थियो। त्यो स्थितिमा यो बैठक र प्रशिक्षण के होला भने जस्तो पनि भएको थियो। मिलाउनुहोस्। 1 घण्टा सवा घण्टा लेट भए पनि हामी प्लेनमा चढ्यौँ, अब जाने भइयो भन्ने थियो। चढिसकेपछि प्लेनमा प्राविधिक खराबी भनेर सबैलाई ओर्नेन लगायो। चढेको प्लेनबाट हामी सबै उत्रिन पर्यो। त्यो प्लेन बन्दै होला या बनिसक्यो। हामीलाई केही समय बाहिर कुराएर अनि फेरि अर्को प्लेनमा चढायो र हामी आइपुग्यौँ। अनि आउँदै जाँदा लागेको थियो हामीलाई आउन त यति गाह्रो भयो। गण्डकी प्रदेशका र केन्द्रीय समितिका सबै कमरेडहरूलाई पनि कोही ठाउँमा बाढी पहिरोले रोक्ने होला, बाटो बिग्रिने होला, के हुने होला भन्ने लागेको थियो। तर यहाँ आइपुग्दा तपाईँहरू पनि सकुशल नै ठुलै सङ्ख्यामा, यसलाई उल्लेख्य भन्नुपर्छ, उत्साहजनकै भन्दा पनि बिग्रिँदैन, तपाईँहरू सबै आउनुभएछ। तपाईँहरू सबैलाई म धन्यवाद भन्न चाहन्छु। कार्यक्रम करिब सफल भइ नै सक्यो। उद्घोषक कमरेड सहसंयोजकले दिशानिर्देश गर्न भनेर पनि भन्नुभयो। अलिक धेरै भइसक्यो जस्तो लाग्छ दिशानिर्देश। यति धेरै कमले दिशानिर्देश गर्दा 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 तपाईँहरूलाई हैरान भइसक्यो होला कि जस्तो लागेको छ मलाई। कहिलेकाहीँ त यो धेरैले दिशानिर्देश गर्छ, दिशै के हो भन्ने दिशा भ्रम स्पष्ट होला भन्दा झन् भ्रम होला भन्ने डर हुन्छ क्या। त्यो भन्ने के गरिन्छ भने अनायका विनश्यन्ति नश्यन्ति बहुनायका। नायक भएन भने पनि नाश हुन्छ, साह्रै धेरै नायक भए भने पनि झन् बर्बाद हुन्छ। कहिलेकाहीँ मलाई डर लाग्छ, नायकै नायक 26 वटा नायक। अघि माधवजीले बडो मार्मिक ढङ्गले भन्नुभयो, ती 26 वटालाई मिलाउँछौँ भन्दा भन्दा वास्तविक नायकहरूको हालत खराब। अब सबै नायक हुन् कि होइनन्, हामीले नायक मानेरै एकता गरेका छौँ। एकता गरिसकेपछि हामीले आफ्नो कर्तव्य र जिम्मेवारीबाट विमुख हुन पनि मिल्दैन।
त्यसमाथि हामीले एकता गर्दाखेरिको राष्ट्रिय सम्मेलनले सम्पूर्ण जिम्मेवारी संयोजक र सहसंयोजकको टाउकोमा हालिदिएको छ। फेरि संयोजक र सहसंयोजकले मागे पनि होइन। त्यति बेला राष्ट्रिय सम्मेलनको हलबाट त्यति बेला विधान पास गर्दै गर्दा संयोजक र सहसंयोजकलाई सम्पूर्ण अख्तियारी हैसियत जिम्मेवारी दिने भनेर मागिएको त होइन। विधानमा त्यही ड्राफ्ट भएर आयो, तत्काल अर्को गर्न सम्भव पनि थिएन। हाउसले ताली लगायो, पास भयो। हामीलाई केही महिना त यो कस्तो जिम्मेवारी हाम्रो काँधमा पर्न आयो। 26 वटालाई राख्नुपर्ने छ, राष्ट्रिय सम्मेलनको जिम्मेवारी छ। सबैले आएर ठोक्किने ठाउँ पनि संयोजक र सहसंयोजक नै हुने। मिलाउन खोज्यो भने जस्तो हुँदैन। त्यस्तो अनुभूतिको बिचबाट गुज्रिँदै जाँदा बल्ल 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 हामीले केन्द्रीय संयोजन समिति भनेर 45 जनाको संयोजन समिति हो, त्यो पार्टी एकता प्रक्रियालाई सुचारू गर्न, त्यसलाई अन्तिम रूप दिन र महाधिवेशनतिर पार्टीलाई अग्रसर गराउनको लागि भनेर हामीले एउटा बडीको रूपमा, त्यो निर्णय गर्ने आधिकारिक वैधानिक बडी पनि होइन, त्यो संयोजन गर्ने मात्रै हो। त्यसलाई आधिकारिक कानुनी र संवैधानिक रूपले निर्णय गर्ने अधिकार त्यसलाई छैन। निर्णय गर्ने अधिकार सचिवालयलाई छ। निर्णय गर्ने अधिकार राजनैतिक समिति जसलाई हामीले 601 भनेका छौँ त्यसलाई छ र केन्द्रीय समितिलाई त हुने नै भयो। तर पनि हामीलाई कामको सजिलोको निम्ति हामीले 45 जनाको कमिटी बनाइसकेपछि हाम्रो टाउकोको बोझ चाहिँ एक हदसम्म हल्का भयो। माधवजी र मेरो टाउकोमा जति थियो अब 45 जनाको टाउकोमा हाल्न पायौँ हामीले। यद्यपि त्यो 45 मा पर्न नपाएका थुप्रै कमरेडहरूको गुनासो छ। फेरि यहाँ पनि आउँदाखेरि गण्डकी प्रदेशका पनि केही सिनियर कमरेडहरूले मलाई आएदेखि भनिराख्नु भएको छ, हामी त छुट्यौँ नि कमरेड, हामी त छुट्यौँ नि, हामीलाई के भनेर पारिएन, हामीलाई हामी पर्न नपर्ने के कारण छ भन्नुभएको छ। एक अर्थमा त कुरा ठिकै हो। 26 दलका नेता पनि पर्नु भएको छैन, त्यहाँ ती नेताहरूले पनि भनिराख्नु भएको छ म चाहिँ किन छोटेँ। एक अर्थमा त्यो कुरा पनि ठिकै हो, प्रमुख नेताहरू नै किन छुट्ने त। तर जे भए पनि 45 जनाको कमिटी बनिसकेपछि, संयोजन समिति बनिसकेपछि, अघि तपाईहरुले अपानीको केही भाग सुन्नुभयो, यहाँ एकजना महिला कमरेडले पढेर सुनाउनु भयो। लामो समय लगाएर हामीले पर्याप्त त्यो 4-5 महिनासम्म बोल्न नपाएका नेताहरू, तिर्खाएर बसेका खरिएका नेताहरूले 1 घण्टा 1.5 घण्टा कोहीले त 2 घण्टा बोलेर पनि आफ्नो मनमा लागेको कुराहरू भन्न दिइयो। जनवादको, डेमोक्रेसीको, लोकतन्त्रको निकै ठुलो अभ्यास हामीले कति दिन लगाएर, कति गतेदेखि अरे 19 गतेदेखि 15 गतेसम्म 11, 5 के 6, 26 दिन झन्डै लाग्यो त्यो बैठक सक्न। हामीले त्यसरी बैठक गर्यौं, तपाईहरुले थाहा पाउनु भयो। त्यसको सर्कुलर पनि तपाईहरुले हेरिसक्नु भएको छ। अहिले यहाँसम्म आउँदा हामी अलि सन्तुष्ट नै छौं। हामी चाहिँ, तपाईहरु चाहिँ अलि बढी निराश जस्तो, अब के होला र, होला कि नहोला, जाने ठाउँ पनि अन्त छैन, राष्ट्रपाको पनि ठाउँ भरिसक्यो, त्यहाँ पनि पाउनु पर्नेले पाइसके, अब जानेले चाहिँ जुठो पुरो बाहेक केही पाउनेवाला पनि छैन। नजाउँ भने मनको चैन यहाँ पनि छैन भन्ने भएको पनि होला। तर म गण्डकी प्रदेशका सबै नेता कमरेडहरू र तपाईहरु सबैलाई पनि पार्टी केन्द्रको तर्फबाट धन्यवाद भन्न चाहन्छु। तपाईहरुले
संयोजन समितिको बैठकको निर्देशनपछि जिल्लामा पनि गएर एक चरण जिल्लाका साथीहरूको पनि कुरा सुनेर उहाँहरूका गुनासाहरू, आलोचनाहरू, टिप्पणीहरू पनि सुनेर पार्टी केन्द्रका अहिलेका नीति निर्णयको बारेमा पनि जानकारी तपाईहरुले गराएर जे भए पनि साथीहरूलाई, कमरेडहरूलाई राहत चाहिँ पक्कै दिलाउनु भयो। तपाईहरुले त्यो राहत दिलाएकै हुनाले अहिले सबै कमरेडहरू सबै जिल्लाबाट यहाँ उपस्थित हुनुभएको छ र नेताहरूले केही नयाँ भन्छन् कि भन्दैनन्। कतिपयलाई त लाग्छ के नयाँ भन्लान् र उही पुरानै कुरा त गर्ने होलान् भन्ने पनि लाग्यो होला। जाउँ कि नजाउँ भन्दै भन्दै आउनु भयो होला। मैले यहाँ आएर सोधेँ, केही पुराना साथी सम्झेँ, होइन उहाँहरू त आउनु भएको छैन क्या हो, उहाँहरूलाई त आउने जाँगर नलागेको हो कि हो भनेको त पछाडि एकजना कमरेड त उभिएको मैले देखेँ, आउनु भएर छ। खुसी लाग्यो। जे होस्, हिजो जनयुद्धको तयारीदेखि जनयुद्ध र जनआन्दोलनको बेलामा महत्त्वपूर्ण भूमिका खेल्ने कमरेडहरू पनि आउनु चाहिँ भएको छ भनेपछि गण्डकी प्रदेश त्यति धेरै निराश भएको रहेनछ भन्ने परेको छ। अहिले चाहिँ मलाई तपाईहरु बिस्तारै बिस्तारै परिस्थितिलाई नजिकबाट हेर्ने, बुझ्ने, निहाल्ने र अगाडि बढ्ने जमर्को चाहिँ गर्दै हुनुहुन्छ। मैले कर्णालीको होस् या सुदूरपश्चिमको, कोशीको होस् या यहाँ आउँदाखेरि अब गण्डकीमा पनि मैले भन्ने कुरा के छ भने हामीले यो बीचमा खास गरी गएको भदौ 23 र 24, मुख्यतः 24 मा जो प्रतिक्रान्तिकारी परिघटना नेपालमा भयो त्यो प्रतिक्रान्तितिरकै परिघटना हो। हामी कोही दुविधामा पर्नुपर्ने छैन। र त्यहाँबाट यहाँसम्म आउँदा जो निर्वाचन भयो, हामीले निर्वाचनको समीक्षा गर्दा पनि यो निर्वाचन पनि 24 गतेको प्रतिक्रान्तिकै निरन्तरताको रूपमा नै अगाडि आयो। यो हुन त हामीले सिधै निर्वाचनमा जानुको विकल्प त्यति बेला देखेनौं। राष्ट्रपतिकोमा राष्ट्रपति, प्रधान सेनापति माधवजी, म लगायत अरु नेताहरू थियौं। 26 गते राति तपाईहरुले थाहा पाइसक्नु भएको छ। फेरि अर्को दुर्घटना तुरुन्तै हुने हो कि भन्ने सन्तास देशभरि थियो। तपाईहरुलाई पनि पक्कै थियो होला। देशभरि तपाईहरु नेता कहाँ हराए भनेर चिन्तित पनि हुनुहुन्थ्यो। जिउँदै छन् कि छैनन् कि, छन् भने पनि बन्दी बनाइ पो सकिएका हुन् कि, निक्लिएर आउलान् कि नआउलान् भन्ने चिन्ता पनि सर्वत्र भएको थाहा पाइन्थ्यो। देश विदेशमा पनि थुप्रै खालका विश्लेषणहरू भइराखेका थिए। 24 देखि 26 भित्रको कुरा भन्दैछु म। अर्को ठुलो दुर्घटना तुरुन्तै हुने हो कि भन्ने चर्चा परिचर्चा धेरै थिए। तपाईहरुले पनि सुन्नुभयो होला। नारायणहिटी सफा हुँदैछ, अब केही घण्टापछि अर्कै युगमा प्रवेश हुँदैछ भन्ने चर्चा भएको तपाईहरुले सुन्नुभएकै होला। पछि हामीले बुद्ध सफा त गर्न लगाएकै रहेछन्। नारायणहिटी सफा गर्न लगाउने भनेपछि कस्तो त परिस्थिति। नेताहरू जति कोही कहाँ कोही कहाँ, कोही बाहिर छैन। जनता र नेताको सम्बन्ध कटेको छ। कार्यकर्ता र नेताको सम्बन्ध पनि कटेको छ। माने एउटा असाधारण परिस्थितिबाट नेपाल गुज्रेको थियो र 26 गते हामी यो चर्चा गरिरहँदा यो देशलाई अर्को ठुलो दुर्घटना तुरुन्तै हुनबाट बचाउने उपाय के हुन सक्छ भन्नेमा हाम्रो दिमाग सबभन्दा बढी गएको थियो। हामी आफूलाई के होला भन्नेसँग हामीलाई कुनै टेन्सन थिएन। हामी जहाँ थियौं, यद्यपि के होला भन्ने त थियो, तर तनाव, आतंकमा हामी थिएनौं। देश के होला भन्ने चिन्ता हामीलाई गहिरो गरी थियो।
प्रधान सेनापतिले र राष्ट्रपतिले हामीलाई बोलाइसकेपछि यो एउटा अवसर हो हामीलाई सायद बडो मुस्किलले इतिहासको एउटा विशिष्ट र असाधारण क्षणमा नेतृत्वलाई प्राप्त भएको एउटा अवसर हो भन्ने हामीले ठान्यौँ। हामी पुग्यौँ। हामीले राष्ट्रपतिका पनि कुरा सुन्यौँ, हामीले प्रधान सेनापतिका पनि कुरा सुन्यौँ, हामीले जेनजीका आफूलाई अभियन्ता भन्नेहरूका पनि कुरा थाहा पायौँ, सुन्यौँ त्यही राष्ट्रपति भवनमै। र हामीले यो देशलाई अलिकति चाहिँ बचाउने स्पेस ठाउँ के हुन सक्छ भन्दा निर्वाचनमा जाने कुरा नै त्यो एउटा ठाउँ हुन सक्छ भन्ने हामीलाई लाग्यो। हामीले केही न केही स्पेस पाउँछौँ जनताकोमा जाने, जनतासँग जोडिने, सङ्गठनलाई फेरि एकचोटि बिस्तारै पुनर्जीवित गर्ने अवसरको रूपमा त्यसलाई सदुपयोग गर्न सकिन्छ। यद्यपि त्यो चुनाव हाम्रो लागि हुँदै छैन भन्ने कुराको बोध र ज्ञान हामीलाई नभएको होइन कमरेडहरू। यदि तपाईँहरूलाई लागेको छ भने, नेताहरूले बुझेनन् भन्ने तपाईँहरूलाई लागेको छ भने त्यो भ्रम हटाइदिनु होला। हामीलाई यो चुनाव हाम्रो लागि हुँदै छैन, 24 गते विध्वंस गर्ने प्रवृत्तिको लागि हुँदैछ भन्ने कुराको जानकारी नभएको चाहिँ होइन। तर 6 महिनाको समय प्राप्त गरियो भने 6 महिनाभित्र पार्टीलाई फेरि एकचोटि एकताबद्ध गर्ने, पुनर्सङ्गठित गर्ने, जनतासँगको सम्बन्धलाई एक हदसम्म सजीव बनाउने अवसर प्राप्त हुन्छ भनेर नै हामीले निर्वाचनतिर जाने, अन्तरिम सरकार बनाउने। किनकि अन्तरिम सरकार बनाउने कुरा वैधानिक र संवैधानिक ढङ्गले पुरानो प्रधानमन्त्रीको सिफारिस बिना सम्भव थिएन। पुरानो प्रधानमन्त्री जो काम चलाउ भएका थिए र जो हेलिकप्टरबाट अन्तै लगिएका थिए, कहाँ लगिएका थिए हामीलाई राम्रो थाहा थिएन। तर ती काम चलाउ बनेका प्रधानमन्त्रीको चिठी चाहिँ हामीले आएको देख्यौँ र त्यो चिठीमा अर्को प्रधानमन्त्री बनाउने सिफारिस केपी ओलीले गरेको थियो। त्यो चिठीमा केपी ओलीजीले गरेको त्यो चिठी देखिसकेपछि अन्तरिम सरकार बनाउने र अन्तरिम प्रधानमन्त्री बनाउने एक हदसम्मको वैधानिकता पुग्यो भन्ने हामीलाई लाग्यो। त्यो हामीले प्रस्तावित गरेको होइन। अन्तरिम सरकार र प्रधानमन्त्री, पत्रकार साथीहरू तपाईँहरूले नि बुझ्नु भएको होला, साँचो कुरा भनिदिनु होला जनतालाई। त्यो केपी ओलीजीले नै हो अन्तरिम सरकारको प्रधानमन्त्री सिफारिस गरेको। हामीले त्यस हदसम्म चाहिँ देशलाई तुरुन्तै अर्को दुर्घटनामा जानबाट रोक्ने उपायको रूपमा हामीले पनि स्वीकार गरेको हो र राष्ट्रपतिजीलाई सकारात्मक सल्लाह हामीले दिएकै हो। कमरेडहरू, यो कुरा म किन तपाईँहरूलाई भन्न खोज्दैछु भने हामीले त्यसो गरिसकेपछि के कुरा चाहिँ हामीले गरेका थिएनौँ त भने संसद विघटन गर्ने कुरामा हाम्रो सहमति थिएन। हामी त्यहाँ उपस्थित पूर्व प्रधानमन्त्रीहरू, मुख्यतः माधवजी र म नै थियौँ। पछि काङ्ग्रेसका पनि केही नेताहरू आए, एमालेका कोही पनि आएका थिएनन्, खालि केपीको चिठी मात्रै आएको थियो। र हामी सबैको चाहिँ फेरि संसद चाहिँ विघटन गर्न हुँदैन, नयाँ प्रधानमन्त्री जो अन्तरिम सरकारको निम्ति प्रस्तावित छ त्यसको अनुमोदन संसदबाटै गर्नुपर्ने हुन्छ भन्ने थियो हाम्रो। र हामीले अन्तिम समयसम्म पनि राष्ट्रपतिजीलाई त्यही नै सुझाव गरिराखेका थियौँ र उहाँले पनि संसद विघटन नगर्ने बल गरि नै राख्नु भएको थियो। यो पनि सायद तपाईँहरूले यही रूपमा सुन्नुभएको थिएन होला। यद्यपि राष्ट्रपतिलाई राष्ट्रपति पद छोड्न प्रेसर छ भन्ने कुरा पनि बाहिर आइराखेको थियो मिडियाहरूमा।
तर संसद विघटनको पक्षमा पनि उहाँ हुनु थिएन, त्यो चाहिँ हामीले देख्यौँ। तर जेन्जी आन्दोलनका अभियन्ता भनिनेहरू, किन जेन्जी आन्दोलनका अगुवा होइनन् ती चाहिँ, किन जेन्जी नै होइनन्, उनीहरूको शर्त के थियो भने संसद विघटन नगरेसम्म प्रधानमन्त्री नबन्ने, अन्तरिम सरकार नबनाउने, पहिला संसद विघटन गर्नुपर्छ भन्ने शर्त थियो। त्यो शर्तमा हामीले सहमति गरेनौँ र हामी बिहान अन्तरिम सरकार बनाउने र अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई मान्ने कुरामा सहमति जनाउँदै र राष्ट्रपतिजीलाई संसद विघटन नगर्ने सल्लाह दिँदै नेपाली कङ्ग्रेसले फेरि बिहान 8 बजेसम्मको समय माग गरेको हुनाले त्यसलाई पनि ध्यान दिएर भोलि टुङ्ग्याउने भनेर हामी बिहान राति 9 बजेतिर गएको, हामी बिहान 4:30 बजे भोकै, खाने व्यवस्था पनि थिएन राष्ट्रपति कार्यालयमा। 26 दिनको काली लाग्दा दिन तपाईहरु सम्झिनु भयो भने विचित्रको थियो। 4:30 बजे त्यहाँबाट हिँडियो र 5 बजे आएर मैले खाना खाएको। माधवजीले के गर्नुभयो थाहा छैन, सोधे छैन। त्यस्तोबाट गुज्रेर हामी आएको हो र अहिले निर्वाचन परिणाम जे भयो, मैले अब त्यसमा धेरै भन्न परेन। मैले सबैतिर भन्ने यो निर्वाचन साँच्चैको निर्वाचन होइन भनौँ भने सबै चिज पुगेको छ। मतपत्र छापिएकै छन्, मतपेटिका सबैतिर पुगेकै छन्, सुरक्षाकर्मीले सुरक्षा दिएकै छ, मतदाताले भोट हालेकै छन्, गएकै छन्। त्यसैले यो होइन कसरी भन्ने हो भने अनौठो परिघटना भएका छन्। म अहिले त्यसमा नै लामो व्याख्या गर्दिनँ। मैले प्रत्यक्ष हाम्रो एकजना उम्मेदवार कमरेडले भनेको कुरा धेरैतिर भन्ने गरेको छु। राष्ट्रपाको एकजना उम्मेदवार 17 गते बेलुका आएर उठ्न त राष्ट्रपाबाट उठिहाल्यो, 300 देखि 400 पनि भोट छैन। त्यसकारण अब उठिसकेपछि अहिले छोड्ने कुरा भएन। चुनावपछि म तपाईको पार्टीमा आउने हो, वातावरण बनाइदिनु होला भनेको 17 गते। 21 गते चुनाव भयो, त्यो मान्छेको भोट आयो 45,000। 45,000। उसको दिमागले त्यसलाई पचाउन सकेन रे। मलाई भन्ने जीवितै छन् सबै ती भन्ने मान्छे पनि सबै 45। अनि त्यो मान्छेलाई त पचाउन राति त गाह्रो भयो। घरमा एक्लै हाँसे कहाँबाट आयो मलाई 45,000 भोट, कहाँबाट आयो यो भोट। यति एउटा घटनाले देखाउँछ कि यो चुनाव कस्तो चुनाव भयो। अर्को चाहिँ यो पनि तराईमै हो। अर्को के भएछ भने उम्मेदवार उठेको आफैले हालेको भोट पनि छैन। मेरै भोट कहाँ गयो? आफै मैले त हालेको थिएँ, अरूले त मलाई हालेनन् होला, मैले त आफूलाई त भोट हालेको थिएँ, मेरो भोट पनि छैन भन्दै हिँडेको देखियो। यो यस्तो खाले चुनाव। त्यसकारण यसको त अध्ययन हुँदै जाला, अनुसन्धान हुँदै जाला, रहस्यहरू उद्घाटित हुँदै जाला, के भएको हो भन्ने कुरा। हामीले अहिले त त्यो चुनावमा भाग लिएका छौँ, मान्यता नि दिएका छौँ, सरकार बनिसकेको छ। राम्रो काम गरे हाम्रो समर्थन हुन्छ, नराम्रो काम गरे हाम्रो विरोध हुन्छ भनेर हामीले प्रष्ट भनेका छौँ। तपाईहरुले सुनिसक्नु भएको छ। सरकार बनेको केही समयभित्रै सुकुम्बासीमाथि के भयो, मधेसका जनतामाथि के भयो, 100 रुपैयाँ तपाईहरुले देखिराख्नु भएको छ। देशैभरि सुकुम्बासी बस्तीहरू, अव्यवस्थित बसोबासहरूलाई के गरियो हामी सबैले देखेकै छौँ। ट्रेड युनियन इन्टरनेसनल अन्तर्राष्ट्रिय रूपमा रिकग्नाइज्ड
विश्वले स्वीकारेको ट्रेड युनियन अधिकारमाथि कसरी प्रहार भयो, विद्यार्थी सङ्गठनमाथि कसरी प्रहार भयो भइराखेको छ। नीति कार्यक्रम आउँदा कुन वर्गतिर सुझिएर आयो? ठुला पुँजीपति र उपल्लो वर्ग, मध्यम वर्गको नि उपल्लो तहलाई पोस्ने, मजदुरलाई, किसानलाई, उत्पीडित जाति समुदाय र क्षेत्रलाई निचोर्ने किसिमले आयो नीति कार्यक्रम बजेट। त्यसकारण अघि यहाँ कमरेडरले भन्नुभयो गुरुङजी कतै जानुभएको छ, उहाँ भन्दै हुनुहुन्थ्यो वर्ग सङ्घर्ष यो एउटा वर्गलाई सिधै पोस्ने र जनताको वर्ग र उत्पीडित वर्ग समुदाय। म तपाईँ यहाँ उपस्थित सबै मजदुर किसान वर्ग समुदायबाट आउनुभएका कमरेडहरूलाई, तपाईँ सबै महिला समुदाय या उत्पीडित आदिवासी जनजाति, दलित, मुस्लिम, थारू त यहाँ सायद धेरै हुनुहुन्न, या अन्य मधेसी कोही पनि समुदायले जे जति अधिकार छ त्यसमाथि प्रहार भइ नै राखेको छ। अहिले 3 महिना हुँदा नहुँदै अब उत्पीडित जाति र समुदायले, उत्पीडित वर्गले जे जति अधिकार पहिचान प्राप्त गरेको थियो त्यसमाथि खुलेआम प्रहार सुरु भएको छ। कमरेडहरू खुलेआम अब त प्रदेश सभा खारेजीको कुरा गरेर सङ्घीयतामाथि हमला सुरु भएको छ। संविधानको तथाकथित संशोधनको बहानामा संविधानका मूलभूत सिद्धान्तमाथि प्रहार सुरु भएको छ। संविधान खारेज गर्ने दिशातिर हामीले समाजवाद उन्मुख संविधान बनाएको हो, अब खारेज उन्मुख संविधान बनाइँदैछ त्यसलाई। यी सबै कुराहरू छन् अहिले। त्यसकारण यसलाई कसरी बुझ्ने, अब यस्तो बेलामा हाम्रो पार्टीले कसरी आफूलाई प्रस्तुत गर्ने भन्ने एउटा निकै गम्भीर, चुनौतीपूर्ण, असाधारण प्रश्न हाम्रो अगाडि उभिएको छ। धेरै गम्भीर छ र सबभन्दा ठुलो कुरा, म दुईटा कुरा प्रति तपाईँ सबै कमरेडहरूको ध्यान विशेष रूपले आकर्षित गर्न चाहन्छु। दुईटा आधारभूत कुरा। एउटा कुरा राष्ट्रिय स्वाधीनतामाथि प्रहार। 24 गते जे भयो र अहिले जे भइराखेको छ, सिमानाको बारेमा जे कुरा भइराखेका छन्, देशको भौगोलिक अखण्डतामाथि जसरी प्रहार भइराखेको छ, राष्ट्रको हाम्रो स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको सार्वभौम सत्ता, जो झन्डै 70 वर्ष लडेर कहिले सशस्त्र, कहिले शान्तिपूर्ण, कहिले जनयुद्ध, कहिले जनआन्दोलनको रूपमा, कहिले संयुक्त, कहिले एकल, हजारौंको बलिदानबाट प्राप्त भएका अधिकार माथि प्रहार भएको छ, राष्ट्रमाथि प्रहार भएको छ। नोट गर्नु होला, तपाईहरुले पनि बुझेकै कुरा हो, त म जोड दिएर भन्न चाहन्छु, राष्ट्र यति ठुलो संकटमा, यति ठुलो अप्ठ्यारोमा पहिला कहिल्यै थिएन। सुगौली सन्धि यता यति ठुलो चुनौती राष्ट्रिय स्वाधीनताको अगाडि कहिल्यै थिएन। हामी त्यस्तो चुनौतीको सामना गर्नु परेको छ। अब गर्ने के? धेरै ठुलो प्रश्न छ यो। राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता नेपाली जनताको, भौगोलिक अखण्डता नेपालको निकै नै चुनौतीपूर्ण छ। एक, दुई, मैले अघि भने यो पनि नोट गर्नु भएकै होला, नोट गर्नु होला। जनताको वर्ग, जनवर्ग, जनता, श्रमजीवी, त्यो वर्गमाथि प्रहार भएको छ। तपाई जहाँ कहीँ हेर्नुहोस्, चाहे सुकुम्बासी माथि प्रहार भन्नु, चाहे विद्यार्थी माथि भनौँ, ट्रेड युनियन आन्दोलन माथि भनौँ,
सीमामाथि भनौँ मधेसीमाथि मधेसको नाममा भोट लिएर मधेसको चाहिँ छातीमा प्रहार गर्ने काम भइराखेको छ। त्यहाँ वर्ग, जनताका वर्ग, जनवर्ग, जनतामाथि प्रहार भएको छ। दुईटा, राष्ट्रमाथि प्रहार छ, जनतामाथि प्रहार छ। अब म यो यति पृष्ठभूमि राखेपछि कमरेडहरू तपाईँहरूलाई अब म मूल ठाउँतिर लान चाहन्छु। मूल ठाउँतिर, त्यो मूल ठाउँ के हो त भने हामीले 10 वर्षको जनयुद्ध गऱ्यौँ, वीरता र बलिदानका कीर्तिमानहरू कायम गरेर र लोकतन्त्र प्राप्तिको निम्ति जनआन्दोलनमा भएका राजनीतिक दलहरू, माधव नेपाल त्यति बेलाको नेकपा एमालेको प्रमुख नेता, सबभन्दा धेरै उहाँसँग नै मेरो वार्ता संवाद जनयुद्धभरि भएको थियो। कसरी देशलाई गणतन्त्रसम्म लैजाने, कसरी देशलाई संविधान सभासम्म लैजाने भन्ने बारेमा गिरिजाप्रसाद कोइराला नेपाली कङ्ग्रेसका, उहाँसँग हामी सँगै बसेर धेरै गऱ्यौँ। म यतापट्टि धेरै लामो व्याख्या गरेँ, तपाईँहरू सबैलाई थाहा छ यो कुरा। तर अहिले ध्यान दिनुपर्ने कुरा के छ भने हामी जति बेला युद्धलाई शान्तितिर लैजाने भनेर 7 राजनीतिक दल र नेकपा माओवादी तत्कालीनको बिचमा 12 बुँदे समझदारी हुँदै शान्ति सम्झौतातिर अगाडि बढ्दै थियौँ, विश्वको एउटा महाशक्तिलाई त्यो कुरा बिल्कुल मन परेको थिएन। म यहीँनिर तपाईँहरू सबैको ध्यान अलि विशेष रूपले तान्न चाहेको छु। बिल्कुलै मन परेको थिएन। आतंककारीहरूसँग के को सम्झौता, के को शान्ति, यिनीहरूलाई मारेरै ठिक गर्नुपर्छ भन्ने ती महाशक्तिहरूको भनाइ थियो। सम्झिनु होला, हामी जति बेला माधवजी, म, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरू 12 बुँदेमा हस्ताक्षरको तयारी गर्दै थियौँ, त्यति बेला संयुक्त राज्य अमेरिकाका राजदूत दिल्लीमै गएर कुनै हालतमा शान्ति सम्झौतातिर देश लान हुँदैन भनेर धरना दिइराखेका थिए त्यति बेलाका राजदूतले। सम्झिनु होला यो कुरालाई। मन परेको थिएन। तर त्यति बेला भारत, त्यति बेला नेपालका सबै प्रमुख राजनीतिक दलहरू, त्यति बेला तत्कालीन नेकपा माओवादी जसको नेता म आफै थिएँ र अरू पनि लोकतन्त्रवादी शक्तिहरू र समाजवादीहरू शान्ति सम्झौताको पक्षमा भएको हुनाले तत्काल जत्रोसुकै महाशक्ति भए पनि शान्ति सम्झौता रोक्न सक्ने र यी मान्छेहरूलाई मारेरै सिद्ध्याउनु पर्छ भन्ने लाइन चाहिँ सफल हुन सकेन। हामी सफल भयौँ, नेपाली जनता सफल भए, नेपालका राजनीतिक दलहरू सफल भयौँ। हामी संविधान सभा भयो इत्यादि, त्यो व्याख्या म गर्दिनँ। म अझ मूल कुरातिर तपाईँहरूलाई लान चाहन्छु। सायद तपाईँहरूले यो कुरा यो रूपमा सोच्नु भएको छैन, हामीले गल्ती कहाँ गऱ्यौँ। म जनयुद्धको नेता, ठुलै नेता, तपाईँहरूलाई थाहा छ, तपाईँहरूले नै धेरैले बनाएको प्रचण्ड पथको प्रवर्तक। म शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता, गिरिजाबाबु समेत, माधवजीहरू समेत। म संविधान सभाको पनि एउटा प्रमुख लिडर। सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ, समावेशी समानुपातिक हुनुपर्छ, महिला, दलित, आदिवासी, जनजाति सबैले केही न केही अधिकार र प्रतिनिधित्व राज्यमा पाउनुपर्छ र नेपाली जनता सार्वभौम सत्ता सम्पन्न हुनै पर्छ भनेर अडिएर लड्ने मध्येको म एक्लै होइन। र साँच्चै संविधानमा पहिलोचोटि इतिहासमा नेपाली जनता सार्वभौम भएको घोषणा गरियो र अब नेपाल समाजवाद उन्मुख हुने कुराको पनि घोषणा गरियो। सबै वर्ग, जाति, क्षेत्र, समुदायलाई अधिकार र प्रतिनिधित्व दिइयो पनि। तर कमरेडहरू, हामीले एउटा, अहिले म फर्केर हेर्छु 20 वर्ष गएको, 20 वर्ष
हामी विजेताको रूपमा शान्ति सम्झौता गरेर संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गरेर हामी विजेताको रूपमा आफूलाई महसुस गर्यौं। हामीले गल्ती कहाँ गर्यौं भनेर यो 20 वर्षको आज मैले हिजो अस्तिको कुरा मैले गरेको होइन। आत्मालोचना त हामीले धेरैचोटि गरेका छौँ। सामान्य आत्मालोचना यहाँ गल्ती भयो, काङ्ग्रेससँग गर्न हुने थिएन, एमालेसँग गर्न हुने थिएन, कहिले एमाले कहिले काङ्ग्रेस भन्दा भन्दै हामी आफ्नै पहिचान गुम्यौँ। यी आत्मालोचना त धेरै गरिया छ। आज म तपाईहरुलाई त्योभन्दा भिन्न कुरा भन्न आवश्यक ठानेको छु। हामीले गल्ती कहाँ गरियो? शान्ति सम्झौता गर्नु हाम्रो गल्ती थिएन। संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउनु, समावेशी समानुपातिक प्रतिनिधित्वको संविधान बनाउनु गल्ती थिएन। हामीले गल्ती कहाँ गर्यौं? मलाई आज तपाईहरुको अगाडि उभिएर यो 20 वर्षको सीमावलोकन मैले गर्दा हामीले रणनीति छोड्यौं। हामी कार्यनीतिमा मात्रै रमाउने भएर गयौं। अब मेरो यो कुरालाई तपाईहरु नोट गर्नु होला र चिन्तन गर्न थाल्नु होला। हामी पहिला रणनीतिमा ध्यान दिन्थ्यौं र रणनीति अनुसारको कार्यनीति बनाउँदै अगाडि बढ्थ्यौं। जनयुद्धको बेलामा होस् या जनआन्दोलनको बेलामा, पञ्चायत विरोधी आन्दोलनको बेलामा होस् या राजतन्त्र विरोधी आन्दोलनको बेलामा हामी सबै रणनैतिक रूपबाट स्पष्ट थियौं। हामी सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्ति सम्पन्न गर्ने हो, मजदुर किसान एकतामा आधारित सबै उत्पीडित वर्ग समुदायको मुक्तिको लागि हो भन्ने कुरामा सुस्पष्ट थियौं हामी। र त्यसैकोलाई प्राप्त गर्नको लागि हामीले कार्यनीति बनाउँथ्यौं। कहिले राजनीतिक आक्रमण गर्ने, कहिले फौजी आक्रमण गर्ने, कहिले वार्ता गर्ने, कहिले वार्ता तोड्ने। के को निम्ति? जनवादी क्रान्तिलाई पूर्णतामा लैजानको निम्ति हामीले यही गरेको हो कि होइन सम्झिनुहोस् तपाईहरु सबैले। जनआन्दोलनकारीले पनि जनयुद्धकारीले पनि हामीले त्यही गरेको हो। पञ्चायत विरोधी आन्दोलनको बेलामा पनि, राजतन्त्र विरोधी आन्दोलनको बेलामा पनि। र हामी एकपछि अर्को सफलता प्राप्त गर्दै गएको पनि हो। तर संविधान बनिसकेपछि हामीले विचारलाई विकास गर्ने कुरा छोड्यौं अथवा व्यवस्था गर्यौं अथवा नाम मात्रैले भन्यौं, मुखले मात्रै भन्यौं। हामी कार्यनीतिमा रमाउन थाल्यौं। हामी मन्त्री हुने, प्रधानमन्त्री हुने, जोसँग मिलेर हुन्छ, जे गरेर हुन्छ, वडा अध्यक्ष हुने, पालिका प्रमुख हुने, उपप्रमुख हुने, के हुने, प्रदेशको मुख्यमन्त्री हुने, मन्त्री हुने। हामी यसमै रमायौं। हामी झन्डै शान्ति सम्झौता भए यता भने पनि हुन्छ, झन्डै 20 वर्ष। अझ एकदम कन्क्रिट रूपमा तपाईँ हेर्नुभयो भने संविधान घोषणा भएपछि त हामी त मानौं अब हामीलाई कसले छुन सक्छ भने जस्तो गरी हामी चाहिँ कार्यनीतिको भुलभुलैयामा तात्कालिक र क्षणिक स्वार्थ पूर्ति गर्ने कुरा नै मुख्य हो। तछाड मछाड गर्नेमा लाग्यो हामी। हिजो हामी तछाड मछाड जनवादी क्रान्ति गर्न, महिला अधिकार, आदिवासी जनजाति, मजदुर किसान, दलित, मधेसी, मुस्लिम, थारू सबैको अधिकारको निम्ति तछाड मछाड गरेर लड्थ्यौं हिजो। यता आइसकेपछि हामी तछाड मछाड आफ्नो पद प्राप्तिको निम्ति, सुविधा प्राप्तिको निम्ति, पैसा प्राप्तिको निम्ति तछाड मछाड गर्ने भयो। म तपाईहरुलाई दोष दिन्न। मैले आज एउटा ऐतिहासिक आत्मसमीक्षा तपाईहरुको अगाडि राख्न खोजेको हो। मैले त्यो गल्ती माथिबाट भयो, त्यो गल्ती लिडरशिपबाटै भयो। लिडरशिप प्रधानमन्त्री पटक पटक हुन चाहिँ कहिले काङ्ग्रेस, कहिले एमाले, कहिले मधेसी, कहिले कोसँग गर्छ भने तपाईहरु पनि प्रदेशमा या पालिकामा या वडामा जोसँग मिलेर भइसक्यो, आइसक्यो। मेरो कुरा बुझ्नु होला है।
अनि सबै हामी आफ्नो निम्ति अब सबै व्यक्तिवादी भइयो, अब हामी समाजवादी हुन छोडियो, भन्न त समाजवादी भनिराखियो, भन्नको लागि भनियो, गर्ने सबै पुँजीवादी, व्यक्तिवादी, अराजकतावादी, स्वार्थी काम हामीले गरियो, हामी सबैले गरियो, हामी सबै त्यस्ता हुँदै गयौँ। अनि जनताले हामीलाई पहिला त निकै यिनीहरूबाट ठुलै चिज प्राप्त हुन्छ भन्ने सोचेको त हेर्दै जाँदा त हामीहरू चाहिँ अरूभन्दा अझ बढी पद र प्रतिष्ठाका निम्ति, पैसाका निम्ति जे पनि गर्ने देखे उनले हामीलाई। अरूभन्दा बढी काङ्ग्रेस र एमाले भन्दा नि हामी बढी देखियौँ। जनताले हेर्दा त हामीलाई फरक छुट्याउन त नसक्ने नै भयौँ हामी। अझ कहिलेकाहीँ यसो हेर्दा यी त झन् खतमै पो रतन त भने जस्तो बनाइदियौँ हामीले जनतालाई। हामीले नै प्रतिनिधित्व गरेको र जसको निम्ति लडेको त्यो वर्ग हामीदेखि निराश भयो, भएन, हुँदो रहेनछ भन्ने भयो। त्यसकारण मैले के भन्छु, आत्मालोचना भन्नुहोस्, आत्मसमीक्षा भन्नुहोस्, सीमावलोकन भन्नुहोस्, तपाईँहरू पनि सोध्नुहोस्। यो आज मैले निर्णय सुनाइराखेको छैन, महाधिवेशनसम्म बहसको निम्ति म तपाईँहरू सबैलाई उद्वेलित गर्न चाहन्छु। हामीले गल्ती त्यही गऱ्यौँ। पहिला हामी रणनीतिमा केन्द्रित हुन्थ्यौँ र रणनीति प्राप्तिको निम्ति कार्यनीति बनाउँथ्यौँ, अघि जाने, पछाडि हट्ने, दायाँ बायाँ सबै गर्थ्यौँ। तर रणनीति राखेर, विचारलाई केन्द्रमा राखेर गर्थ्यौँ। अहिले विचार र रणनीति भन्नको लागि सिरानीमा घुसाएर राख्नको लागि भयो। गर्ने चाहिँ पुँजीवाद, गर्ने व्यक्तिवाद, गर्ने अराजकतावाद हुँदै गयो र सिङ्गै पार्टी र आन्दोलन वास्तवमा विकृत हुने दिशातिर गयो। हामी यस्ता भयौँ। हाम्रो दुश्मन कस्तो भयो? दुश्मन चाहिँ एकदम रणनीतिक भएर आयो पछि। पहिला हामी जस्ता थियौँ त्यस्तो चाहिँ दुश्मनले अब नेपालबाट कम्युनिस्टहरू नसिद्ध्याइ नहुने भयो। यिनीहरू त अझै बलियो भएर आउन थाले। त्यसकारण कम्युनिस्ट सिद्ध्याउन अब क्षणिक कार्यनीति मात्रै बनाएर नसिद्धिने भए कम्युनिस्टहरू। त्यसकारण लामो रणनीति बनाएर 10 वर्ष 20 वर्षको योजना बनाएर नेपालबाट कम्युनिस्ट सक्नै पर्ने भयो भनेर धेरै गरेछन्। गरे अलिअलि त थाहा थियो, हामीलाई थाहै भएन त म भन्दिनँ। हामीलाई बारबारा फाउन्डेसन थाहा थियो, हामीलाई अमेरिकन युथ काउन्सिल थाहा थियो, हामीलाई टिओबी तिब्बत ओरिजिनेटेड ब्लड थाहा थियो, हामीलाई पत्रकारहरूलाई यहाँ लगेर तालिम दिने गरेको, उहाँ लगेर पनि तालिम दिने गरेको पनि थाहा थियो। करोडौँ र अरबौँ डलर खर्च भइरहेछ भन्ने पनि थाहा थियो। तर हामीलाई कस्तो लाग्यो भने अब जति जे गरे पनि सक्दैनन् कसैले पनि हामीलाई, किन हामी धेरै बलियो भइसक्यौँ, हामीले जितिसक्यौँ। काङ्ग्रेस एमाले र हामी मिलेपछि चाहिँ कसको के लाग्छ र भन्या जस्तो गरी हामीले अलिअलि थाहा पाएर पनि त्यसलाई व्यवस्था गऱ्यौँ। किनकि हाम्रो रणनीतितिर ध्यान थिएन, हाम्रो विचारतिर धेरै ध्यान गएन। अब सकेँ मैले। यहाँ छिटो वनमाधवजीले आउनुलाई भन्नुभयो है। अब त्यसकारण मेरो कुरा कहाँ हो त? अब अझै पनि हामी ध्वस्त भइसकेका छैनौँ। हामीले यो पटक जुन असाधारण परिघटनाको सामना गर्नु परेको छ, हामीले सबभन्दा पहिला त आफ्नो कमजोरी सच्याउने कुरालाई उच्च प्राथमिकताका साथ लिन पर्यो। कुरा हामी सबैले अब को सक्ने हो, को नसक्ने हो। एउटा ठुलो, जसरी हामीले हिजो जनयुद्धको बेलामा, पञ्चायत विरोधी आन्दोलनको बेलामा
राजतन्त्र विरोधी आन्दोलनको बेलामा जेल नेल यातना मृत्यु जे पर्छ भोग्ने भनेका थियौँ। अब एकचोटि फेरि राष्ट्रिय स्वाधीनताको निम्ति र हाम्रो वर्गको हितको निम्ति एकचोटि फेरि जस्तोसुकै त्याग गर्न पनि तयार हुने सङ्कल्प गर्ने हो कि होइन? हामीले मुख्य कुरा यही नै हो। यो सङ्कल्प गऱ्यो भने हामी यहीँबाट सच्चिन्छौँ। त्यसकारण मैले के भनेको छु भने यो महाधिवेशन हाम्रो लागि एउटा सामान्य महाधिवेशन हुँदै छैन, हुने छैन, हुन दिन पनि हुँदैन। यो आउने फेरि छलफल गर्ने लटरपटर भयो नेतृत्व चुनियो भन्ने खालको हुन हुँदैन। वैचारिक ढङ्गले पनि र सङ्गठनको हिसाबले पनि हामीले एउटा ठुलो, मैले फेरि त्यही शब्द आउँछ मलाई, क्रमभङ्ग भन्ने शब्द आउँछ। क्रमभङ्ग जस्तो पहिला गरिन्थ्यो अब फेरि एकचोटि गर्नुपर्ने छ। त्यसकारण हामीले के भनेर बाटो सोझ्यायौँ त अस्ति कि हामीले अब पार्टीको नेतृत्व निर्माण गर्दा र विचार निर्माण गर्दा नि यो परिस्थिति वर्ग सङ्घर्षको, त्यसको आधारमा अब नयाँ वर्ग सङ्घर्ष, नयाँ रणनीति, नयाँ वर्ग सङ्घर्ष र राष्ट्रिय चाहिँ युद्धको अथवा राष्ट्रिय मुक्ति आन्दोलनको भनौँ है, युद्ध फेरि छापिदिइहाल्नु होला पत्रकारले। राष्ट्रिय मुक्ति आन्दोलन, राष्ट्र बचाउने आन्दोलन गर्ने गरी विचारलाई विकास गर्न पर्यो। अनि नेतृत्व मैले भने नि 20 वर्षदेखि म नै मुख्य जिम्मेवार भनेपछि मलाई तपाईँहरूले मिलेर हटाउन पर्यो। पाउनु अहिले बोली नहाल्नु न, मलाई र माधवजीलाई सबैले मिलेर कि त सच्याउन सक्नु पर्यो, नभए हटाउनु पर्यो। हामीले कहीँ न कहीँ रणनैतिक रूपले यत्रो षड्यन्त्र भयो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत जल्यो, संसद भवन जल्यो, राष्ट्रपति भवन जल्यो, सयौँ वर्षदेखि नेपाली जनताले विकसित गरेका धरोहर जले। त्यत्रो रणनीति दुश्मनले बनाउँदा हामीले हेरै गर्ने भनेपछि त ऐतिहासिक रूपले हामीले जिम्मा नलिएर हुन्छ र? हामीले लिन पर्छ, लिने हो। त्यहाँ महाधिवेशन जाँदा कतिपय साथीहरूले भन्छन् अहिले छोडिहाल भन्न खोज्छन् एक दुईजना साथीहरू। तिनीहरूप्रति नि मेरो कुनै घृणा छैन है अहिले। ल छोडिहालेर हुन्छ भने छोडिहाल्न तयार हामीले छोडिदिएर यो पार्टी रूपान्तरण हुन्छ भने त छोड्न तयार। एकता गर्ने बेलामा नै माधवजी र मेरो धेरै पटक कुरा भएको छ। हामीले अब चाहिँ यो लिडरसिपमा हामी नै बस्नुपर्ने भन्ने त्यो चाहिँ मोह अब जरुरी छैन। हामीले नयाँ एउटा विधि र प्रक्रियाबाट नयाँ नेतृत्व निर्माण, नयाँ नेताहरूको टिम निर्माण गर्न सहयोग गर्नुपर्छ भनिएकै छ हामीले। मैले त धेरैचोटि भनेको छु, सार्वजनिक समारोहमा पनि बैठकहरूमा पनि हामीलाई यही नेतृत्वमा यसरी नै बस्ने अब रुचि छैन। नयाँ पार्टी बनाउने, नयाँ आन्दोलन सुरु गर्ने, नयाँ वर्ग सङ्घर्ष गर्ने उद्देश्यलाई सहयोग गर्ने, नयाँ नेतृत्व बनाउन सहयोग गर्ने। तपाईँहरू कसैलाई भ्रम नपरोस्, यिनीहरू ज्याङ्गै छोड्दैनन्। 40 वर्षदेखि 42 वर्षदेखि बसेको छ भन्ने तपाईँहरूलाई परेको छ भने तपाईँहरू ढुक्क हुनुहोस्, हामी छोड्न तयार छौँ। हामी बसिरहन चाहेको छैनौँ। तर म फेरि के कुरा पनि यहाँ जोड्न जरुरी ठान्छु भने अहिले पुस्तान्तरण 40 वर्षभन्दा मुनिका नेता हुन पर्यो। जस्तो रासोपामा भयो, हुन त 2-3 जना त 50 का नि छन् क्यारे, नत्र धेरै जस्तो 40 मुनिकै छन्। प्रधानमन्त्री नै 35-36 कति हो, मन्त्रीहरू त्यस्तै। तर यसो हेऱ्यो, चाइनामा 75 वर्षका सी जिनपिङ 76, इन्डियामा 76 वर्ष 77 वर्षको मोदीजी, अमेरिकामा 80 वर्षभन्दा नि बढी भयो क्यारे, कति भयो ट्रम्पजी,
त्यहाँ चाहिँ पुस्तान्तरण नचाहिने नेपाल जस्तो गरिब देशमा उनीहरूले यहाँ चाहिँ पुस्तान्तरण हुनपर्छ, नेपोटिजम, यहाँका राजा राणा प्रभुहरू अरबपतिलाई नेपोटिजम लागू नहुने, क्रान्तिकारीहरूलाई लोकतन्त्रवादीहरूलाई नेपोटिजम। त्यसकारण त्यो भाषा चाहिँ हुन भएन। तपाईँ हाम्रो दिमागमा चाहिँ पुस्ता भन्ने शब्द हटाएर सही विचार, सही नीति, सही कार्यदिशा हुन पर्यो भन्ने पर्यो। त्यो 80 वर्षकाले ल्याए नि ठिक छ, 40 वर्षकाले ल्याए नि ठिक छ। मार्क्स एङ्गेल्स चाहिँ त 22-25 वर्षको हुँदा कम्युनिस्ट घोषणापत्र बनाएका हुन्। युवाले ल्याउन सक्दैनन् भन्ने कुरा होइन, ल्याउन सक्छन्, ल्याउनु पर्यो। विचार र राजनीति ल्याउनेलाई मान्ने, तर साम्राज्यवादको बुई चढेर उनीहरूको भाषा प्रयोग गरेर उनीहरूलाई फाइदा हुने गरिकन त्यो चाहिँ मान्न सकिँदैन, त्यो चाहिँ मान्न सकिँदैन कमलाहरू। त्यसकारण मैले भन्न चाहेको कुरा के छ भने अहिलेको महाधिवेशनमा हामी सबैले एउटा नयाँ, हामीले के भन्यौँ, पहिलो कुरा हामीले आफ्नै पार्टीलाई बलियो बनाउने। अस्ति संयोजन समितिको सर्कुलर पुरै पढ्नु होला राम्रोसँग। आफ्नै पार्टी बनाउने, महाधिवेशनसम्म जाँदा सम्मेलन गर्दै गएर तपाईँहरूले हेर्नुभयो 50% युवा, तलदेखि महाधिवेशनसम्म पनि 50% युवा प्रतिनिधिहरू ल्याउने र युवा नेताहरू बनाउने हामीले भनेका छौँ। नम्बर 1। नम्बर 2, हामीले नयाँ नेतृत्वको टिम लिएर आउने निर्वाचन मार्फत। अब चाहिँ सिनियर र जुनियर भनेर तैँले यसलाई जसरी जिता भनिँदैन। तपाईँहरूलाई जसलाई जिताउन मन लाग्छ जिताउनुहोस्। अहिले लोकतन्त्र र जनवादको एउटा नयाँ अभ्याससहित निर्वाचित कमिटीहरू बनाउने, साना कमिटी बनाउने, नयाँ मानिसहरूको कमिटी बनाउन हामी सहयोग गर्ने। म चाहिँ सहयोग गर्छु तपाईँहरूलाई। तपाईँहरू तयार हुनुहोस्। आफू बस्न जोड गर्ने अब समय, हाम्रो अरू पनि भूमिका छन्, गर्न सकिन्छ। पार्टी र क्रान्तिबाट भाग्ने कुरा हुँदैन। भूमिका धेरै हुन्छन्, धेरै हुन सक्छन्। नयाँ बनाउने पार्टीलाई हामीले अन्तर्राष्ट्रिय सम्बन्ध पनि रणनैतिक बनाउन छोड्यौँ। हामीले अब रणनैतिक बनाउने अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि हाम्रो वर्ग खोज्दै हिँड्न पर्यो संसारभरि। गर्न सकिन्छ त्यो गर्ने। अनि यो कुरालाई उच्च प्राथमिकता दिएर अहिले राष्ट्रिय स्वाधीनतामाथि देखा परेको सङ्कट समाधानको निम्ति देशभक्तहरू, लोकतन्त्रवादी र वामपन्थीहरूसँग मोर्चा गर्ने, सहकार्य गर्नै पर्छ। यो मैले यसो भन्दाखेरि चाहिँ कहिलेकाहीँ साथीहरूलाई पार्टी एकता हुनै लाग्छ के अरे, ल भोलि हुन्छ अरे घोषणा भने। अस्ति त धेरैले सोधे त्यहाँ के अरे त्यो राष्ट्रिय सभागृहमा जाँदा त आज त घोषणा हुन्छ अरे पार्टी एकताको भनेर धेरैले सोधे मलाई। जबकि अहिले पार्टी एकता सम्भव छैन। अहिले माधवजीले भने जस्तै हो, सहकार्य गर्दै जाँदा, कार्यकर्ता गर्दै जाँदा, मोर्चा बनाउँदै जाँदा विचार पनि मिल्दै गयो, भावना पनि मिल्दै गयो भने पार्टी एकता हुन हुँदैन भन्ने होइन। हामी नै त हो हिजो पार्टी एकता गरेको, तर बचेन। त्यसको समीक्षा नगरिकन अब त्यस्तो हुँदैन भन्ने कुराको न्यूनतम रूपले ग्यारेन्टी नगरिकन उस्तै तरिकाले एकता गरियो भने हुने उस्तै हो। त्यसकारण सहकार्यबाट सुरु गरौँ। पार्लियामेन्टमा सहकार्य, सडकमा सहकार्य, अनि चुनावमा सहकार्य। यसो गर्दा चाहिँ चिजहरूलाई अर्को ठाउँमा लान सकिन्छ र लान सक्नुपर्छ। त्यसकारण कमरेडहरू सोध्नु होला। मैले जति कुरा भने तपाईँहरू सबैले यी कुराहरूलाई चिन्तन गर्नुहोला, मनन गर्नुहोला र पार्टी बनाउन सकिन्छ, बनाउनै पर्छ। विचारको हिसाबले र सङ्गठनको हिसाबले। अस्ति त्यो जनप्रतिनिधिहरूको भेलामा केही विज्ञहरूले भन्दै थिए, तपाईँहरूमध्ये कतिपय त्यहाँ हुनुहुन्थ्यो होला, यो पार्टी भनेको, नेपाली कम्युनिस्ट पार्टी भनेको
राग बाँकी रहेको पार्टी हो भनेका विज्ञहरूले। यसैमा छ राग चाहिँ, परिवर्तनको राग, क्रान्तिको राग अझै सिद्धिसकेका छैन। राग भनेको बुझ्नुभयो होइन, गन्ध चाहिँ यसैबाट आउँछ, क्रान्तिको परिवर्तनको। एक थरी बुद्धिजीवी पत्रकारले मलाई भने हड्डी भएको पार्टी चाहिँ नेपाली कम्युनिस्ट पार्टी नै हो है, हड्डी भएको पार्टी। हामीसँग हजारौँ क्रान्तिकारी नेता कार्यकर्ताहरूको जमात छ, यो हड्डी भएको पार्टी हो। समाजवादप्रति सबभन्दा इमान्दार र प्रष्ट पार्टी पनि यही नै हो। त्यसकारण कमरेडहरू धेरै चिन्तित हुनुपर्ने स्थिति छैन। हामीले अब सहकार्य गर्छौँ, काङ्ग्रेससँग नि गर्छौँ, एमालेसँग नि गर्छौँ, मधेसीसँग नि गर्छौँ, विचार मिल्ने तत्कालको इस्यु मिल्ने सबैसँग गर्छौँ, गर्न सुरु गरिसक्यौँ। गर्छौँ मात्रै होइन, गर्न सुरु गरिसक्यौँ, एक दुई स्टेप अगाडि बढिसक्यौँ। आत्तिनुपर्ने केही कुरा छैन। अनि हामीले सकारात्मक ढङ्गले गर्ने काम र हाम्रो राष्ट्रपतिको सरकारले फेरि नकारात्मक रूपले काम गर्दैछ। हाम्रो सिमानामा 100 रुपियाँभन्दा बढीकोलाई कर लाउँछु भनेर बिचरा मधेसी जनता अहिले रुँदै हिँड्न पर्ने बनाएको छ। सुकुम्बासीहरू अब गएर धर्ना दिने, फेरि त्यही पुरानै ठाउँमा गएर बस्छौँ भन्नुपर्ने ठाउँमा पुगेका छन्। विद्यार्थीहरू बिस्तारै बिस्तारै आन्दोलनको तयारीमा छन्। किसानहरू त्यस्तै छ। कारण हामीले गर्ने सकारात्मक कामभन्दा अलि बढी बालेन सरकारले उल्टो उल्टो निर्णय गरिदिएर हामीलाई मद्दत गरेको छ। यो कुरा पनि बुझ्न जरुरी छ। मैले हिजो संविधान सभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बेलामा भन्ने गर्थेँ, हामी कम्युनिस्टहरू र चाहिँ काङ्ग्रेस सबै मिलेर जति गऱ्यौँ, हामीले गरेको काम र ज्ञानेन्द्र शाहले गरेको काम, उनले नेगेटिभ गरिदिएर हामीलाई मद्दत गर्यो, हामीले पोजिटिभ गऱ्यौँ। अहिले पनि चिज त्यस्तै छ। त्यसकारण कमरेडहरू नआत्तिनु होला, हेर्नु होला। महाधिवेशनसम्म जाँदा यो पार्टी एकचोटि फेरि जुरुमुराएर उठ्छ, यो पार्टीलाई उठाइ छाडिन्छ। यो पार्टी मात्रै त्यस्तो पार्टी हो जसले नेपालमा एकपछि अर्को क्रान्ति गर्दै आएको छ। तपाईँहरूलाई लागे होला नेताहरू बुढा भए, यिनीहरूले अब धेरै गर्न सक्दैनन्। गर्ने त तपाईँहरू हुनुहुन्छ नि, हामी भनौँला नि यसो यसो गर्नुहोस् भनेर। गाइड गर्ने त हामी छँदैछौँ नि। हेर्नु होला, एउटा अर्को क्रान्तिको सुरुवात गरेर मात्रै विश्राम लिने हो। अगाडि बढ्नुहोस्, आत्तिनुपर्ने केही कुरा छैन। धन्यवाद। अभिवादन।